हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई धेरै पछि मेरो युट्युब च्यानलमा स्वागत छ। म आज गाउँ आइसकेको छु। 2-3 दिन भइसक्यो मैले भिडियो लिन। म आज यहीँ आएर चाहिँ भ्लग स्टार्ट गर्छु भनेर चाहिँ आई थट द्याट। अनि म चाहिँ आज फिलहाल असारको महिना लाग्न लागिसक्यो गाइस। यहाँ धानको बिउ राख्ने धमाधम भइरहेको छ। सबैजनाले खेतमा पानी लगाएर चाहिँ धानको लागि प्रिपेयर गर्दै हुनुहुन्छ। ठ्याक्कै 1 वर्षपछि म फेरि एउटा नयाँ भ्लग हाल्दैछु। मैले धान रोपेको वाला भ्लग हालेको थिएँ। यसपालि चाहिँ मैले धान रोप्न पाउँदिनँ किनभने म अलि छिटै आएको छु, मेरो कलेज छुट्टी भएको हुनाले गर्दाखेरि। सो म चाहिँ आज खेतमा आएको छु धानको बियाड राख्नको लागि, बिउ राख्नको लागि पानी खेतमा हाल्नको लागि आएको थिएँ। अनि म चाहिँ अब पानी लाउनलाई चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ डाइरेक्ट वाटर कतैबाट पनि आउँदैन, खोलाबाट तल झार्ने नमिल्ने भएर हाम्रो चाहिँ इन्टेकबाट चाहिँ पानी लानुपर्ने हुन्छ। त्यो भएर चाहिँ म चाहिँ आज इन्टेकबाट पानी लाउनलाई चाहिँ आइरहेको थिएँ। अनि मैले पाइप तलबाट एउटा अङ्कलको हेल्पबाट चाहिँ पाइप लगाएर चाहिँ खेतमा पानी लगाइरहेको छु। अनि फिलहाल म चाहिँ बाटो बिर्सिएर चाहिँ एउटा जङ्गलको बाटो हुँदै आएँ। अनि म चाहिँ अब जाँदैछु। म हजुरहरूलाई मेरो खेत पनि देखाउँछु है त गाइस। बिहान बिहान जङ्गलको पार्ट हिँड्नु इज अ भेरी बिग बेवकुफी होइन। त्यही पनि म चाहिँ फिलहाल एक्लै जङ्गल दौडिरहेको छु। वाइ आई डोन्ट नो। अरे यार यसरी हेर्नु, आम्बो कति धेरै हौ। टिप्न सक्ने सजिलो ठाउँमा हुनु नि, यस्तो ठाउँमा फल्छ। यसैले पनि पुरै झ्याङ्गे। माई गुडनेस, भन्छन् नि डाँडाको फल आँखा तरिमर भनेको यही हो। यहाँ चाहिँ रहेछ है, एउटा दुइटा खाइदिउँ त हो। माई गड, एउटा दुइटा भनेको एउटै मात्रै भेटाइ त। हाय कति गुलियो यार, लास्ट गुलियो। लुकअप भाइ लुकअप। ओइ झऱ्यो। यत्तिको यसैले चाहिँ खानुपर्छ क्या है। हाई गाइस, म के भनौँ, म जङ्गल हिँड्दैछु। खेतमा पानी लाउन गएको, पूर्व गएर पश्चिम फर्किँदैछु। आई डोन्ट नो, बाटो बिर्सेँ मैले। त्यसपछि म यो जङ्गलको बाटो हुँदै फाइनली म मेरो खेतमा जाँदैछु। मेरो खेत चाहिँ ऊ पर छ, ऊ त्यो पारी डाँडो चाहिँ अब त्यहाँ पुग्नुपर्ने छ। अनि यो चाहिँ गाउँपालिका जाने रोड हो गाइस होइन। बोल्दा पाक्ने छु नि, हिजो भेरी डेन्जरस थिङ होइन। मेरो स्वर चाहिँ अलिकति बोइस टाइपको भइरहेछ किनभने म चाहिँ लखर हिँडेर हो कि पानी जुतेर हो। मेरो चाहिँ एकदमै भोइसले चाहिँ एकदमै के भन्छ, बादल बर्षा बिजुली भएर होइन। त्यही भएर सो इग्नोर माई भोइस। अनि फाइनली म चाहिँ फिलहाल खेततिर जाँदैछु। मैले चाहिँ पानी लगाएको छु। अब त्यो पाइपबाट पानी माथि त आइरहेको थियो होइन, मैले अलिकति पानी बढाएर आइदिएँ। अब त्यो बिचमा पाइप फुटेर चाहिँ म रुँदै बस्नुपर्छ। सो होप गाइस कि पाइप केही पनि नभएको होस्। अनि अब म चाहिँ खेतमा जाँदैछु। अर्काको खेत हुँदै अर्काको खेतलाई बाटो बनाउँदै लखर हिँड्दै जाँदैछु। अनि हाम्रो चाहिँ फाइनली म चाहिँ गाउँपालिकाको बाटोमा आइपुगेँ होइन। यो चाहिँ गाउँपालिका जाने बाटो हो। त्यहाँ चाहिँ ढलान गरेको रोड छ। हाम्रो चाहिँ यसलाई चाहिँ नर्मली हामी चाहिँ डाँड भन्छौँ होइन। यो हाम्रो त्यो जङ्गलको नाम पनि हुन्छ। सो अब लेट्स गो गाइस। फाइनली म मेरो खेतमा आइ पनि सकेँ होइन। हाम्रो खेत चाहिँ यो चाहिँ रोड भयो होइन। यो रोडको चाहिँ तलपट्टि पनि छ अनि माथिपट्टि पनि छ हाम्रो चाहिँ खेत। अनि यो पनि खेतकै बाटो हो, बट हामीले चाहिँ VDC को लागि चाहिँ के भन्छ, खेत आदि चाहिँ पार्ट हामीले दियौँ होइन। अनि यो चाहिँ पुरै यो यहाँदेखि पुरै उतासम्म घेरिएको छ, त्यो पुरै खेत हो गाइस। अनि यो पनि यहाँ तलदेखि पुरै तलसम्मको खेत हाम्रो हो होइन। एन्ड म चाहिँ खेतमा आइसकेको छु। मैले चाहिँ पानी लगाएको छु यहाँ चाहिँ होइन। पानी लगाएको थिएँ, अब म यहाँ आइसकेँ। अब हेरौँ पानी आइरहेको छ कि छैन, कति आइरहेको छ, कति भिजिरहेको छ भनेर होइन। सो गाइस यहाँ चाहिँ मैले चाहिँ पानी यहाँ लगाएको थिएँ। यसरी चाहिँ हाम्रो चाहिँ पाइप लगाएर चाहिँ यसरी पाइप लगाएर त्यहाँबाट तल इन्टेकबाट पानी निकालेर चाहिँ हाल्नुपर्ने हुन्छ। फाइनली गाइस एउटा गरो चाहिँ लगभग भिज्न लागिसकेको रहेछ। म चाहिँ पानीको मात्रा डबल गरेर आएको थिएँ। सो पाइपभरि पानी आउनु थालिसकेको रहेछ। म अब जान्छु तल, हजुरहरूलाई देखाउँछु म पाइपबाट कति पानी आएको छ भनेर। सबैजनाले हेरिदिनुहोस्। अनि सबैजनाले गाइस मेरो च्यानललाई लाइक कमेन्ट, भिडियोलाई लाइक कमेन्ट गरेर मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। मलाई भ्लग बनाउन खासै आउँदैन, त्यही पनि आइ एम ट्राइङ माई बेस्ट होइन। मेरो चाहिँ आजको एचिभमेन्ट भनेको चाहिँ यो पाइपमा एक पाइपभरि पानी ल्याउनु इज माई ह्युज एचिभमेन्ट फर टुडे होइन गाइस। अब मैले यो तिनवटा गरा भिजाउनु पर्ने छ होइन। यहाँ चाहिँ एकदमै खडेरी लागेको छ गाइस, पानी परिरहेको छैन होइन। अब धानको बिउ राख्नु पर्यो, मलाई घरबाट गाली आएको आइछ, तैँले केही पनि काम गरिनस् घरमा गएर भनेर होइन। त्यो भएर मलाई चाहिँ हल्का नराम्रो लागेको हुनाले गर्दाखेरि चाहिँ आई हेभ टु सो माई स्ट्रेन्थ भनेर चाहिँ म चाहिँ रिस उठेर चाहिँ अङ्कललाई चाहिँ जबरजस्ती फकाइ ल्याएर चाहिँ मैले यो पाइप चाहिँ जोड्न लगाएँ होइन। पाइप जोडेर चाहिँ मैले चाहिँ यहाँ पानी ल्याएँ। अनि माथि गएर पानी बढाएर पनि आएँ। अहिले चाहिँ पानी मजाले आइरहेको छ। लगभग एउटा गरो भिज्न पनि लागिसक्यो। अनि हामीसँग अर्को 2टा गरो छ, यो र त्यो भिजाउनु पर्ने छ होइन।
3टा गरौँ भिजाएर चाहिँ म चाहिँ यो रेडी गरेर चाहिँ भरे मम्मीलाई चाहिँ लुक मम्मी दिस इज माई ह्युज एचिभमेन्ट भनेर चाहिँ देखाउनेवाला छु होइन। किनभने मम्मीले चाहिँ मलाई गाली गर्दै हुनुहुन्थ्यो तैँले केही पनि गर्नुहोस् घर गएर भनेर चाहिँ। सो पानी त लगाइयो तर अब हाम्रोमा कस्तो हुन्छ भनेदेखि यहाँ चाहिँ एकजनाले पानी लगाइसकेपछि अब यहाँ गोठालो जसरी कुरेर बसेन भनेदेखि चाहिँ आँखा झिमिक माल गायब भने जस्तो हुन्छ होइन। यहाँ चाहिँ पानी अब एउटा गरो त बल्ल त भरिँदैछ, बल्ल बल्ल यहाँसम्म आइपुग्यो होइन। त्यहाँसम्म पुग्नुपर्छ एउटा गरो भरिनलाई, अझै पनि यो एउटा अनि तल एउटा भर्नै पर्ने छ बिउ राख्नलाई मात्रै पनि। अनि अब म चाहिँ यहाँ गोठालो जस्तो भएर बसिरहन्छु जबसम्म यो 3टा गरो भरिँदैन बसिरहन्छु। त्यसपछि चाहिँ पानी फर्काइदिएर चाहिँ मैले माथि गएर पानी फर्काइदिनुपर्छ। अनि आफ्नो यो पाइप महाराज हुनुहुन्छ, यत्रो लामो पाइप हुनुहुन्छ, उहाँदेखि यहाँसम्म आएर चाहिँ यता तलपट्टि चाहिँ यहाँ तलबाट चाहिँ हाम्रो पानी जोडेको छ। इन्टेकको पाइप चाहिँ यहाँ तल आइपुग्छ, त्यहाँ हो तल, त्यहाँबाट चाहिँ जोडेको छ। अनि त्यहाँ चाहिँ पाइप फुस्काएर चाहिँ मैले पाइप खिसार्दै लिएर जानुपर्ने हुन्छ। यति धेरै टफ हुन्छ नि गाइस, यो पाइप धेरै भारी हुँदो रहेछ। अनि मैले अघि आउँदाखेरि पनि 3 घन्टा लगाएर चाहिँ पाइप तानेर लिएर आएँ होइन। तर अब फाइनली आइसकेपछि चाहिँ मैले यति पानी निकाल्न सकेँ, त्यो चाहिँ ठुलो कुरो हो होइन। अब फाइनली गाइस म चाहिँ अब यति 3टा गरा भरेर चाहिँ घर जान्छु। त्यसपछि हजुरहरूलाई म घर गएको पाइप पनि देखाउँछु, मेरो घर पनि देखाउँछु। अनि अब एकचोटि हाम्रो खेतबाटको भ्यूज हेरौँ है त। भ्यू हेभन हो गाइस, हेभन हेभन हो, दोलखा इज हेभन। फाइनली गाइस अब 1 पनि बज्न लागिसक्यो। अनि मैले चाहिँ फाइनली अब 3टै गरा फुल गराएर भ्याएँ, हेर्न सक्नुहुन्छ। अब म चाहिँ पानी मार्नको लागि जाँदैछु। अघि जुन जङ्गलबाट हिँड्दै आइरहेको थिएँ म, फेरि त्यही जङ्गलमा जानुपर्छ। सो अब म चाहिँ जाँदैछु। एन्ड मेरो पहिरन यस्तो भइसकेको छ, पुरै कपडा पानीले गर्दा हिलोले गर्दा बिग्रिएर। अनि अब चाहिँ फेरि म त्यो पारिपट्टि जानुपर्छ, वहाँ पारि पुग्नुपर्छ म चाहिँ पानी निभाउनलाई चाहिँ। एन्ड अब रोडै रोड जाँदैछु म चाहिँ, किनभने अघि खेतबाट गएको म झन्डै लडेन, त्यही भएर अब चाहिँ रोडै रोड जाँदैछु। अनि अब चाहिँ म घर जान्छु। अनि घर गएर खाना खाएर बाँकी भिडियो फेरि हाल्दै गर्छु है त गाइस। सो गाइस हाम्रो चाहिँ पानी सप्लाई चाहिँ यहाँबाट हुन्छ। यहाँ एउटा मन्दिर पनि छ, शिवजीको मन्दिर छ, जुनलाई चाहिँ हामी बैतेश्वर महादेव भन्छौँ। यही मन्दिरको नाममा हाम्रो चाहिँ गाउँपालिकाको नाम पनि छ, बैतेश्वर गाउँपालिका। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धारो छ, एकदमै चिसो पानी आउँछ। 4वटा धारो छ यहाँ चाहिँ। अनि यहाँबाट चाहिँ पानी सप्लाई हुन्छ हाम्रो खेतहरूको लागि चाहिँ। एकदमै थाकेछु, म पनि पानी हाल्छु गाइस। लास्टै मिठो छ गाइस यहाँको पानी चाहिँ, लास्टै मिठो छ। सो म चाहिँ आज बिहानदेखि घाममा कुदिरहेको छु, त्यही भएर एकदमै धेरै गर्मी भइरहेको छ। अनि अब म चाहिँ अब यहाँको चिसो पानी भएर जान्छु गाइस, हेर्न सक्नुहुन्छ लास्टै चिसो छ यहाँको पानी। सो गाइस हजुरहरूले हेर्न सक्नुहुन्छ राम्रो गरी, एकदमै राम्रो छ यहाँको चाहिँ। मन्दिर छ एउटा, अनि मन्दिरमा यहाँनिर 4वटा धारो छ बाहिर। पहिला चाहिँ यहाँनिर चाहिँ लुगा धुने नुहाउने कामहरू हुन्थ्यो। अहिले फिलहाल यहाँनिर त्यस्तो लुगा धुने नुहाउने त देखेको छैन, त्यति धेरै देखिँदैन। तर यहाँ मान्छेहरू पूजा गर्नको लागि चाहिँ एकदमै धेरै आउनुहुन्छ। अनि तिजमा चाहिँ यहाँ चाहिँ एउटा मेला जस्तै लाग्छ, अनि एकदम रमाइलो हुन्छ। यहाँ चाहिँ पानीको चाहिँ खानी नै हो भनेर सोचेको हुन्छ गाइस। अब म फाइनली म चाहिँ मेरो चप्पल हेर्नुहोस् गाइस, चप्पल के भयो चप्पल मेरो यस्तै हुन्छ यहाँ गाउँको ठाउँमा। अब पानी चाहिँ हामीले यहाँबाट लगाइरहेको थियो, यहाँबाट चाहिँ एउटा लाइन पानी गएर चाहिँ यहाँ जम्मा हुन्छ। यहाँ जम्मा भएर चाहिँ यहाँको पानी चाहिँ जान्छ हाम्रो खेतमा। अब मैले चाहिँ अब पानी भरिसकेको छु, त्यही भएर म अब यो बन्द गरिदिन आएको। अब मैले यो उता कटाइदिन्छु पानी चाहिँ, अब मलाई पानी चाहिएन नि त, त्यही भएर चाहिँ अब पानी चाहिँ उता कटाइदिन्छु। अनि मेरो पाइप निकाल्नुपर्ने हुन्छ। त्यसपछि गाइस सबैजनाले हेर्नुहोस् है, हजुरहरूले पनि घर गाउँतिर काम गर्नुभएको छ, यस्तो काम गर्नुभएको छ कि छैन। अहिले चाहिँ पानी आउने ठाउँ चाहिँ फाइनली बन्द गरिदिइसकेँ। अब यहाँबाट चाहिँ त्यसमा पानी जाँदैन, मैले त कटाइदिइसकेको छु। अब सक्यो मेरो काम। म यहाँबाट चाहिँ फेरि खेतमा रिटर्न हुन्छु। खेतमा रिटर्न भएर चाहिँ मैले अब त्यहाँबाट पाइप निकालेर चाहिँ घर जानुपर्ने हुन्छ। एन्ड एकदमै धेरै गर्मी छ गाइस यतातिर। अनि यहाँ चाहिँ एउटा खुसिया घर जस्तो छ, त्यहाँ चाहिँ के भन्छ बस्नुहुन्छ, नर्मली के भन्छ साधु सन्तहरू बस्नुहुन्छ होइन, जो चाहिँ नर्मली काँचो मासु खाएर चाहिँ बस्नुहुन्छ अरे होइन। मैले पनि सुनेको, आई रियली डोन्ट नो अबाउट द फ्याक्ट। अनि यहाँ चाहिँ एकदमै इन्भाइरोमेन्ट चाहिँ एकदमै डरलाग्दो हुन्छ। मैले चाहिँ एउटा वैसरी भेटाएँ अनि मैले भर्खर देखेँ एकजनालाई। एन्ड होइन सडनली देखाएर आइकन सक्यो होइन, चाहिँ तर्सेँ कि यहाँ चाहिँ राति एकदमै धेरै डेन्जर हुन्छ अरे भन्ने
सुनेको छु मैले किनभने रातिर त्यहाँ चाहिँ होइन यो मन्दिरमा दुईवटा यत्रो ठुल्ठुलो आँपको बोट छ जस्ट लाइक पिपलको रुख जत्रो कि ठुलो ठुलो आँपको बोट छ होइन अनि त्यहाँ चाहिँ हामी पहिला चाहिँ त्यहाँनिर आँप चोर्न आउँथ्यौँ चोर्ने भनौँ न अब अर्काको जग्गा थियो पहिला त्यहाँबाट आँप टिपेर लानु यो चाहिँ चोर्नु नै त हो नि होइन हामी आँप चोर्न आउँथ्यौँ बट अहिले चाहिँ फिलहाल त्यहाँनिर साधुहरू के भन्छ त्यसलाई अगौरीहरू भन्छ नि अगौरीहरू जुन काँचो मासु खान्छन् खरानी धसेर बस्छन् कालो कपडा लगाएर बस्छन् नि त्यस्तो मान्छेहरू बस्छ क्या गाइज हेर्नु न यसरी माई गुडनेस मिन्स हजुरहरूलाई फुल त्यहाँ चाहिँ अघोरीहरू बस्नुहुन्छ क्या अनि एकदमै हुन्छ नि डरलाग्दो इन्भाइरोमेन्ट हुन्छ क्या त्यही भएर त्यहाँ अब 2-3 वर्ष भयो आँप चोरी हुनु बन्द भएको होइन नेभर माइन्ड गाइज मलाई भोक लागिरहेको थियो म यसरी टिप्दै खाँदै हिँडिरहेको छु कस्तो हुन्छ भनेदेखि होइन मान्छेहरू अब बेलुका के हुन्छ नि अब बाख्रा बोकाहरू यता छुट्यो अथवा मान्छे छुट्यो भन्यो भनेदेखि तिनीहरू समाउँछ अरे भन्छन् होइन मलाई थाहा छैन किनभने म पनि यहाँ 5-6 वर्षपछि आइरहेको छु बल्ल पहिला म यहाँ आउँदाखेरि यस्तो केही पनि थिएन एउटा मन्दिर मात्रै थियो त्यो पनि त्यति राम्रो बनाएको थिएन अहिले त एकदम राम्रो बनाएको छ मन्दिरहरू बाहिर धारहरू पनि वाउ एकदमै धेरै सिस्टमेटिक हिसाबले त्यहाँ चाहिँ डेकोरेट गरेको रहेछ होइन अनि मैले त्यो सुनेको छु त्यही भएर मलाई चाहिँ डर लाग्छ एकदमै धेरै अगौरीहरूदेखि चाहिँ एन्ड गाइज अब म चाहिँ जाँदैछु जङ्गल कटेर अब खेत पाइसकेको अरूको खेतमा अब म मेरो खेतमा पुग्छु त्यसपछि पाइप निकालेर अनि घर जान्छु सो फाइनली गाइज म चाहिँ खेतमा आइसकेँ अनि अब हाम्रो खेतमा चाहिँ यहाँनिर लगाएको छ बियो चाहिँ लगाएको थियो अब यहाँबाट चाहिँ मैले यसलाई निकालेर चाहिँ यो पाइप खोलेर चाहिँ पाइप चाहिँ लिएर जानुपर्ने हुन्छ किनभने यहाँ चाहिँ हराउँछ एउटा ट्युबले मजाले बाँधेको हुन्छ क्या यो चाहिँ रबर ट्युब हो होइन यो चाहिँ युज हुन्छ गाइज फाइनल्ली मैले चाहिँ मेरो काम सिद्ध्याएँ अनि हेर्नु सक्नुहुन्छ यति लामो पाइप म यसरी घिसार्दै लिएर हिँडिरहेको छु किनभने यो पाइपको थ्रुबाट चाहिँ पानी हामीले खेतमा लगायौँ अब यो घर लिएर जानुपर्ने हुन्छ नत्र हराउँछ सो आजको मेरो भ्लग यति नै रहेको छ थ्याङ्क यू सो मच फर वाचिङ गाइज सबैजनाले लाइक सेयर र सब्सक्राइब गरिदिनु होला सी यू इन द नेक्स्ट भ्लग एभ्री वान बाई बाई